Hey, nice. So, all right. Good morning, सबैजनालाई. अहिले भन्यो भने चाहिँ म कहाँ छु भन्दाखेरि अहिले चाहिँ म चाहिँ रोडेथाङ आइरहेको छु है. सो बिहानै मनोज सर म अन्त एकजना दाजु. सो बिहानै उठेर चाहिँ हामी 6 बजेतिर उठेर चाहिँ हामी रोडेथाङ आइरहेको छ है. सो रोडेथाङ चाहिँ किन आएको छ भन्दाखेरि चाहिँ हामी के गर्न आएको हो भन्दाखेरि यहाँनिर रोडेथाङमा प्याराग्लाइडिङ ट्रायल हुनेवाला छ है. सो एउटा चाहिँ अम्बा साइडबाट हुनेवाला छ, एउटा चाहिँ यहाँ माथि साइडबाट हुनेवाला छ. तर मलाई त्यस्तो आइडिया भएन यो साइडको जग्गा चाहिँ. सो दुई ग्रुप आएको छ है, फरेनर्सहरू पनि छ. सो यहाँनिर चाहिँ अब नयाँ है अब एडभेन्चर एक्टिभिटी स्पोर्ट्सको लागि है यहाँनिर एप्रोच गरेर यहाँनिर चाहिँ अब ट्रायल हुनेवाला छ है. सो अहिले चाहिँ हामी ल्यान्डिङ प्लेसमा जाँदैछौँ. सो हेर्दै गरौँ है बादमा अब राइडर्सहरू पाइलटहरू है माथि गइसकिसकेको छ है अब त्यो पोइन्टमा लोकेसनमा. सो लोकेसनमा गएर उनीहरूको ग्लाइडर्सहरू सेटअप गरेर त्यहाँबाट फ्लाइ गर्नेवाला छ है. सो हेरौँ है अब को फर्स्ट आउने रहेछ होइन. अब यो इन्ट्रेस्टिङ हुनेवाला छ आजको ब्लग चाहिँ है. जो नयाँ भ्युवर्सहरू हुनुहुन्छ है प्लिज लाइक सेयर फलो सब्सक्राइब गरिदिनु है. अन्त अर्को इन्फर्मेसन चाहिँ के छ भन्दाखेरि अब यहाँनिर अब एडभेन्चर टुरिज्मले है एडभेन्चर सेक्सनबाट थ्रु सिक्किम इन्सपायरको ट्रेनिङ पनि हुनेवाला छ है. प्याराग्लाइडिङ कोर्सहरू पनि हुनेवाला छ अपकमिङ इयरमा है 2026मा. सो माउन्टेन बाइकिङको कोर्स पनि हुनेवाला छ. जो इन्ट्रेस्टेड छ है त्यहाँनिर एडभेन्चर सेक्सनमा आएर तपाईँहरू फर्महरू फिलअप गर्नु सक्नुहुन्छ है. या गाइस फाइनली हामी लोकेसनमा आइपुगेको छ है. कता बाटो. सो त्यहाँ पर है रेड चेयरहरू लगाएर राखिरहेको रहेछ. अब हेर्नु त्यहाँनिर है सरहरू भन्यो भने चाहिँ अगाडि जाँदैछ है. हेर्नु होला सरहरू भन्यो भने चाहिँ अगाडि जाँदैछ, म चाहिँ अलिक पछाडि आउँदैछु है. ए अब यहाँ यस्तो धुलोहरू उयो गरेर जानुपर्छ है उडाउँदै. यहाँबाट हेर्नु होला यतातिर दामी लोकेसन छ. फाइनली गाइस यहाँ वान साइडबाट चाहिँ एउटा प्लेसबाट चाहिँ टेक अफ भइसकेको छ है. अब त्यस्तो क्लियरली देखेको छैन. सो आज चाहिँ किन ढिलो भयो भन्दाखेरि हावाको रिजनले गर्दाखेरि हावाको फ्लो चाहिँ एकदमै कम्ती रहेछ. सो हेर्दै गर्नु होला अलिक छेउमा आएर देखाउँछु है म मजाले. सो अलराइट एभ्रिवान अब भन्यो भने चाहिँ ल्यान्डिङको तयारी हुँदैछ यहाँनिर है. सो चेक दिस आउट. एक साइडदेखि अब प्याराग्लाइडिङ गरेको है यहाँनिर आइपुगिसकेको छ है. टेक अफ पोइन्ट चाहिँ त्यहाँ माथि थियो. सो ल्यान्डिङ चाहिँ यो जग्गामा हुनेवाला छ है. सो अहिले चाहिँ कहाँ यो प्याराग्लाइडिङ ट्रायल चाहिँ कहाँ हुँदैछ भन्दाखेरि यो चाहिँ रोडेथाङमा है यहाँ सिप्ला 2 को ब्याक साइडमा एउटा सानो ग्राउन्ड जस्तो रहेछ है त्यहाँनिर हुँदैछ. सो अब हामी यहाँनिर ल्यान्डिङको लागि वेट गरिरहेको छ है. सो क्यान चेक माथि है आकाशमा माथि उडिरहेको छ नि त. सो अम्बा साइडबाट उड्नु चाहिँ अझै बाँकी छ है. त्यहाँ चाहिँ अलिकति विन्डको कन्डिसन विन्डको फ्लो कम्ती भएर चाहिँ उड्नु अलिक प्रब्लम हुँदैछ अरे है त्यहाँदेखि टेक अफ गर्नु. सो गाइस स्टे ट्युन है. माथि उड्दै रहेछ भनेको त चिल पो रहेछ. हजुर आम्बो एउटा त खोइ एउटा त्यहाँ आइपुग्यो है. रुट चाहिँ यस्तो बनाएको रहेछ ट्याक्कै यस्तो गरेर चाहिँ यहाँबाट चाहिँ एक दुई लगाएर चाहिँ राउन्ड लगाएर चाहिँ यहाँनिर ल्यान्डिङ हुने रहेछ है. ए नेक्स्ट चाहिँ हाम्रो म्यामको टर्न हुनेवाला छ है. फाइनली गाइस अहिलेसम्म वेट गरेको है. अब यहाँनिर ल्यान्डिङ हुन आँटेको छ. नाइस नाइस. फाइनली
सो फाइनली यहाँ फर्स्ट ल्यान्ड भइसकेको छ यहाँनिर है कङ्ग्रेचुलेसन्स है अब यताको भिडियो सरहरूले यहाँ खदा लाउँदैछ है फर्स्ट ल्यान्डिङ गराउने मान्छेलाई सो अलराइट गाइस अहिले अर्को पोइन्टदेखि पनि टेक अफ लिइसकेको छ है सो पछाडि देख्दै गर्ने सानो चाहिँ त्यो माथि अम्बा डाँडाबाट निकालेको है एन्ड हियर वी गो सेम रहेछ त ग्लाइडर झन्डै झन्डै थर्ड वान थर्ड 3 जना ल्यान्डिङ भइसक्न आँटेको छ है Nice. Third time है सक्सेसफुल ल्यान्डिङ भइसकेको छ यहाँनिर है रोडेथाङको ग्राउन्डमा टक्कै यिनीहरू एक्सपिरियन्स हुने नेक्स्ट Hey, nice. Congratulations. अब यहाँनिर चाहिँ अब उडिसकेर चाहिँ यहाँ मिलाउने काम हुँदैछ यहाँनिर है टेक अफको बारेमा भनिदिनु नि कस्तो रहेछ ठीक छ ओके राम्रो छ ओके नाइस को उड्नु भएको तपाईँ कताबाट उड्नु भएको थियो कस्तो रहेछ टेक अफ डेभलपिङ छ अल द भेरी बेस्ट नाइस ल्यान्डिङ सबैजनाको अब त हामी हुन्छ गाइस अहिले चाहिँ हामी टेक अफ गर्नको लागि जाँदैछ है माथि अब कस्तो रहेछ हेर्नु लोकेसनहरू पाइलटहरू पछाडि छ है यता पनि हुनुहुन्छ एकजना हामीलाई यता टोरहरू चाहिन्छ यता भन्नु होला अलराइट एभ्रिवान है अहिले चाहिँ म तल ल्यान्डिङ साइडदेखि चाहिँ माथि टेक अफ पोइन्टमा आइपुगिसकेको छु यो चाहिँ कहाँ हो भन्दाखेरि यो चाहिँ अम्बाको टेक अफ पोइन्ट है सो यहाँनिर चाहिँ के गरेको रहेछ भन्दाखेरि यहाँनिर चाहिँ खनेर बनाएको रहेछ है मजाले सो अहिले चाहिँ यहाँनिर हावा पनि मजाले राम्रो स्मुथ चलिरहेको छ है सो यहाँदेखि नजारा चेक गर्नु होला यो पाक्योङ एयरपोर्ट चेक दिस आउट सो अब यहाँबाट चाहिँ अब टेक अफ गरेको म देखाउनेवाला छु है अब ल्यान्डिङ चाहिँ कहाँ हुन्छ भन्दाखेरि यत्रो माथिदेखि चाहिँ हेर्नु होला स्याटिस जग्गा छ तल चाहिँ मजाको भ्यू पनि देखिरहेको छ है तल या तल हुन्छ है अब यो जुम गरेर देखाइदियो भने तल हुन्छ सो चेक दिस आउट सो अब यहाँबाट चाहिँ हाम्रो सेकेन्ड टाइम अब प्याराग्लाइडिङ गर्नेवाला छ है हाम्रो पाइलट्सहरू पनि रेडी भइसकिसकेको छ नाइस लोकेसन अर्को लोकेसन चाहिँ कहाँ भन्दाखेरि यो माथि साइडबाट गराएको थिएँ है तल गाडीहरू थुपारिरहेको जग्गामा चाहिँ ल्यान्डिङ चाहिँ त्यहाँनिर हुन्छ सो मान्छेहरू चाहिँ तलदेखि उकालो हेरिरहेको होला है कहिले उठ्छ भनेर सो अहिले अलिक टाइम लाग्नेवाला छ सो स्टे ट्युन है
यहाँनिर चाहिँ मोही खाइ हुँदैछ नाइस 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 Yeah. Taste it. It's very healthy. Thin cut, thin cut. Okay, thin curd. Yeah. Okay. एउटा A little bit salty, it will be amazing. Yeah. एकछिन रेस्ट गरेर गर्दा हुन्छ होला नि त हौ बट दिस इज अर्ग्यानिक बल्ल बल्ल आएको किन अत्ताले चाहिँ गर्नु मन एउटा दिनु अतालेर के फाइदा छ हैन बिस्तारै गरौँ न हामी पनि तल पुग्न पाऊँ है सर अब चाहिँ हामी पनि ल्यान्डिङ चाहिँ हेरौँ त हामी त ल्यान्डिङै हेर्न नपाउने रहेछ अन्त अब चाहिँ अलिक आकाशमा खेलिदिनुहोस् है हामी तल गाडीमा पुगिन्छ त्यस्तो मिल्छ भने चाहिँ भन्नुहोस् लास्ट अब चाहिँ एकछिन खेलिदिनुहोस् है हामी सो दिस इज सेकेन्ड सर्ट लाउँदैछु यो चाहिँ अलराइट गाइस यहाँनिर चाहिँ फर्स्ट लेडी पाइलट चाहिँ अम्बा डाँडादेखि चाहिँ फ्लाइ गर्नेवाला छ यो जग्गाको नाम चाहिँ त्यस्तो याद भएन है मैले नाम राखिदिएको अम्बा डाँडा के कसो हो त्यो याद छैन है अब यहाँनिर उसको ग्लाइडर मिलाउँदैछ है सो हियर वी गो यो गाइस फर्स्ट लेडी पाइलट टाइम हो यहाँदेखि Here we go. Clear. और क्या जरूरी क्या लागे नहीं अनसक्सेसफुल फ्लाइट भइसकेको छ यहाँनिर है हावाको प्रब्लमले गर्दाखेरि नेक्स्ट अटेम्प थर्ड अटेम्प रुकमा अलि छेउछेउमा आउँदैछ अन्त अल्झिँदा छैन नि हो खेल्दैछौँ त खेल्छ नि पुरा नाच्छ नि Finally. Finally, म्यामले पनि टेक अफ लिइसकेको छ Hello,
I'm Kip from South Korea, and I'm here for the Sikkim flying site research tour last 8 days, and then today is the last day. And I'm so happy fly here because the landing was the most safe. And also in the air, I felt, yeah, it's very gentle wind. Yeah. So how was your experience in Sikkim? The whole Sikkim. Yeah. The mountain, the nature is amazing, but there is not enough landing option, unfortunately. So yeah, that was my experience in Sikkim. Oh, thank you very much. Thank All the you. very best. Thank you, Dhanyavad. Dhanyavad. Three, go. Hello, I'm Fabian from Germany, paragliding instructor and paragliding pilot, also tandem pilot. And I had the honor today to explore this beautiful flying site here in Sikkim. And I think I'm one of the first pilots who had the honor to fly here. And it was just wonderful. I could clearly see good work on the takeoff that needs a little bit adjustment. The landing is beautiful and big, and the air conditions, they are quite smooth. So I hope you people will have like really safe flights here and have a wonderful time. Oh, thank you, sir. So, all right, everyone. आजको प्याराग्लाइडिङको भ्लग पनि आज यहाँ एन्ड गर्नेवाला छु. सो अहिले चाहिँ म कहाँ छु भन्दाखेरि अहिले चाहिँ यहाँनिर दामी लोकेसनमा छु है. सो जो नयाँ भ्युअर्सहरू हुनुहुन्छ है, प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर, फलो, सब्सक्राइब है. सो स्टे ट्युन. बाई बाई. पिस.